आउँछ ल 53 ल ट्रेन आयो हामी टिपी गर्न थालिहाल्यो म हिँडे बित्तिकै के भएको टिकटबाट तरकारीहरू किनेर लान्थेँ र आज चाहिँ ओ साथीहरू नमस्कार फेरि पनि यहाँलाई मेरो नयाँ भिडियोमा स्वागत छ। आज पनि म क्लास बिदा थियो त्यसैले काममा जाने क्रममा छु। आज चाहिँ कपाल काट्यो हिजो भाइले अलिअलि कपाल बिगारिदिएको हुनाले आज फेरि मिलाइयो र त्यति नै त मिलेन अनि फेरि काममा हिँड्यो पनि लागिरहेछ धेरै अनि हावा पनि अलिअलि चलिरहेको छ। घाम सेक्नलाई चाहिँ मैले छाता उडिराखेको छु। अहिले हामी सधैँ हिँड्ने बाटो गएको जाने बाटो जाँदैछु म है। घरहरू यस्तो यस्तो छन् यस्तै छ साथीहरू हिँडिरहेछन्। हामी चाहिँ अहिले काममा जाने क्रममा काइजुका स्टेसन जाने क्रममा छौँ। काइजुका स्टेसनबाट चाहिँ हामी फेरि कुन स्टेसन झर्छौँ रे साथी? हाइराजाकी स्टेसनमा चाहिँ झरेर फेरि हिँड्दै जानेछौँ। स्टेसन आइपुगिसक्यौँ। यहाँनिर पसिन भएर बसिरहेछ। के छ थापाजी? एकदम ठिक छ। गर्मी छ है त्यसैले तिमी हटमा चाहिँ भन्नु पर्ने भयो होइन। मेरो ठ्याक्कै 53 भयो। अब यहाँ 53 को ट्रेन आउँछ हेर्नु है त। यहाँ टाइममा अलिकति पनि तलमाथि हुँदैन क्या। हेरिराख्नु है त। ठ्याक्कै 53 मा आउँछ ल 53 ल ट्रेन आयो। अब हामी यही ट्रेनमा चढ्ने हो। यही ट्रेन चढेर जाने भयो हामी। चढ्नको लागि यता आउँदैछ। अर्को ट्रेन आएपछि अर्को ट्रेनमा चढेर जान्छौँ। अहिले चाहिँ रेड लाइट बलिरहेको छ। कामबाट घर फर्किने क्रममा छु म है। यहाँनिर कुरिरहेको छु बाटो। गाडीहरू हिँडिरहेको छ। उता साइकल चढेर हिँडिरहेछन् कोही। सबै आफ्नै तालमा छन्। खुलिहाल्यो। पछि म जाँदैछु। झोला बोकेर आज चाहिँ गएको थिएन। गएको हुँदा चाहिँ साइडमा बोकेर जाने। गएको हुँदा चाहिँ बुकसुक सबै बोकेर सिधै उतैबाट जाने। त्यसरी जान्छु। काममा ट्रेन चढेर भन्दा हिँडेर धेरै छ। अनि ट्रेन चढेर त तपाईँको 10 मिनट पनि ट्रेन चढेर हिँड्नु पर्दैन। त्यसपछि यहाँ रुमबाट यहाँ आउँदा स्टेसनसम्म आउँदा धेरै हिँड्नु पऱ्यो। फेरि उता हाइराजाकी स्टेसनमा झरेर फेरि धेरै हिँड्नु पऱ्यो। यो हिँडाइ चाहिँ एकदमै धेरै छ र अलिकति गाह्रो भइरहेछ। पनि साइकल किनेपछि सल्भ होला भन्नु पनि साइकल कति ठेल्दा वाक्क लाग्छ साइकल पनि। अँध्यारो रात छ है। यतापट्टि पनि अँध्यारो यतापट्टि पनि अँध्यारो। घरहरू पनि त्यति छैन। यो त मलाई तराई जस्तै लागिरहेछ। तराईतिर यस्तै हुन्छ नि त्यस्तै लागिरहेछ। एकदम फाँट होइन। यो त तराई हो कि जस्तो पनि फिल भइरहेछ क्या मलाई। यो घरको बारहरू चाहिँ यो यता बार लगाएको छ। यो के रहेछ खै के हो यो अँध्यारोमा अहिले तपाईँहरूले देख्नु भएको छैन होला। म भोलि उज्यालोमा यहाँहरूलाई देखाउँछु यो होइन। खै के हो यो चाहिँ सल्लाह हो। नेपालमा यस्तो सल्लाहहरू पाइन्छ। तर यहाँ चाहिँ सानो सानो पोस्रा हुँदो रहेछ क्या सल्लाहहरू। नेपालमा चाहिँ अब हाम्रो ठुल्ठुलो हुन्छ। यहाँनिर चाहिँ सानो सानो हुँदो रहेछ सल्लाह। यहाँ पनि एउटा कम्पनी रहेछ। यो चाहिँ के को कम्पनी हो यो चाहिँ मैले बुझ्न सकिनँ होइन। तपाईँहरूलाई थाहा छ भने बताइदिनु होला। यो नाम पनि लेखेको छैन। फेरि ट्रान्सफर गरेर हेर्नु त खुलिराखेको रहेछ त। जाउँ न ल। हेर टिपी गर्न थालिहाल्यो म हिँडे बित्तिकै के भएको है। त्यो अन्डरग्राउन्डभित्रबाट चाहिँ जानुपर्छ म। जेब्रा क्रसहरू चाहिँ एकदम व्यवस्थित हुने क्या। जेब्रा क्रसिङहरूमा लाइटहरू एकदम राम्रोसँग फिट गरेको हुने। खुलिराखेको रहेछ त। झन्डै यहाँनिर एकैछिन बसाइ परेको कुदेर कटिहालेर मात्रै उज्यालो भयो क्या यहाँनिर चाहिँ। अब चाहिँ म यो मार्केट पस्थेँ। म अरू बेला तरकारीहरू किन्नु पऱ्यो भने यो मार्केट पसेर यो मार्केटबाट तरकारीहरू किनेर लान्थेँ। र आज चाहिँ तरकारीहरू हिजो किनेको तरकारीहरू अझै रुममै छ। अनि अब आज चाहिँ किन्नु पर्दैन। आज सरासरी जाने खाना बनाउने तरकारी पकाउने खाने सुत्ने अनि भोलि फेरि बिहानै गएको छ। बिहानै गएको गएर आउनुपर्ने हुन्छ।
उज्यालो भयो, कस्तो उज्यालो भयो क्या, हावा पनि सरर चलेको। आज पानी पर्ला जस्तो लागिरहेछ मलाई चाहिँ। भिडियो गरेको देखेको अरे त्यो भाइहरूले, त्यो जापानिज भाइहरूले, अनि हेलो हेलो भर्खर अरे क्या। अनि साइकलमा आइरहेको रहेछ जुस खाँदै, अनि बोलाउँदै थिएँ। यिनीहरूलाई मेरो बेथा फेरि थाहा छैन, भ्युज कति जान्छ, सब्सक्राइबर्सको कति छ भन्ने कुरा त थाहा छैन उनीहरूलाई होइन। त्यो देख्ने हो भने त यिनीहरूले किन बोलाउँथ्यो होला र मलाई, हेलो किन भन्थ्यो होला र। यति धेरै हिँडिसकेँ अझै रुम पुगिँदैन है। नेपालमा हिँड्ने बानी चाहिँ नहुने हो भने एकदमै गाह्रो हुने रहेछ। अब म त पाहाडको मान्छे, पाहाडमा उकालो ओह्रालो गरिराखेको हिँडिराखेको बानी भएको हुनाले मलाई त्यति धेरै गाह्रो चाहिँ लागिरहेको छैन, तर अलि गाह्रो चाहिँ भइरहेको छ। अब सहर बजारमा बसेर कतै हिँड्दै नहिँडेको, अब बसी बसी खाने बानी भएकोहरूलाई चाहिँ यहाँनिर आएर यसरी हिँड्नु पऱ्यो भने चाहिँ धेरै नै गाह्रो छ, गाह्रो हुने हल्ला छ उहाँहरूको लागि चाहिँ। त्यो भएर जापान आउँदै हुनुहुन्छ भने जगिङ गर्नुहोस्, हिँड्नुहोस्, साइकल सिक्नुहोस्, पहिले तयारी भएर आउनुहोस्, दुःख गर्न तयारी भएर। यहाँपछि दुःख त गर्नैपर्छ अभियसली है, दुःख नगरे सुख त हुँदैन, त्यो कुरा पनि हो होइन। पछाडि देख्नुभएको ड्राइभिङ सेन्टर छ नि, यो अरू बेला चाहिँ कस्तो झिलिमिली हुन्थ्यो, आज चाहिँ बत्तीहरू सबै मरेको छ क्या। आज चाहिँ केही विशेष दिन हो कि जस्तो लाग्यो। र म पनि सँगसँगै रुम, म बस्ने अपार्टमेन्ट त्यही हो साथीहरू, आइसकेँ। र भिडियोलाई लाइक गरिदिनु होला र सब्सक्राइब गर्नुभएको छैन भने आजै सब्सक्राइब गरिदिनु होला। र स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्। ओके, बाई बाई।